हुन्छ। हामीले गर्ने भनेको त नीति निर्माण गर्ने हो। अझ पनि जनतालाई धारो हालिदिने, यो हालिदिने, विद्यालयमा पढाएको पैसा दिएन, यो काम गर्दैन, नाला बनाइदिएन, नेसनल बाटोहरू त मैले तपाईँहरू हेर्दै जानुहोस्, मैले बनाएका रोडहरू तपाईँको नेसनल हाइवे जस्तो रोड बनाएको छु, विद्यालय बनाएको छु। एक नगरपालिका एक नमुना विद्यालयको अवधारणा ल्याएर चन्द्रनिया नगरपालिकामा चन्द्रनियापुरमा छ, वृन्दावन नगरपालिकाको बर्गजबामा छ, गढीमाई नगरपालिकाको समनपुरमा छ, गडुराईमा छ। यस्ता अवधारणाहरू र हामीले एउटा विश्वविद्यालयको अवधारणा पनि राखेका छौँ, त्यसमा पनि लागिराखेका छु। त्यसले गर्दा यी साना साना कुराहरू आएका छन्, स्थानीय तहले नगरेका कुराहरू उहाँहरूलाई अझ थाहा छैन, बुझिसक्नु भएको छैन। मान्ने भनेको नीति निर्माण गर्ने हो, देशलाई एउटा कानुन बनाएर पठाउने हो, विकासहरू ठुल्ठुला योजना उहाँहरूले ल्याउनु छैन। नाला बनाएन भन्नु चाहिँ भर्खरै तपाईँले सुन्नुभयो, यहाँ मदरसा बनाउने कुरा स्थानीय तहले 10-20 लाख 50 लाख हालेर बनाइदिए पनि भइहाल्छ। त्यसकारण स्थानीय तहका धेरै बढी गुनासोहरू आइरहेका छन्। हामीले गर्नुपर्ने कुराहरू त हामीबाट जनतालाई दिनुपर्ने सेवा मैले त दैनिक दिइराखेको छु। सदन हुँदा सदनमा बसिरहेको छु, नभए जनताको बिचमै छु। तपाईँहरूले हेरिराख्नु भएको छ, उहाँहरूले नै मूल्याङ्कन गर्ने कुराहरू छ।